हाई एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। आज म तपाईँहरूलाई लिएर जाँदैछु हेभेन डाँडा अर्थात् धैरेनी डाँडा। हामी जान्छौँ यता एलआरआईतिर। ल यहाँबाट राइट लागेपछि यताबाट हामी यो खड्का गाउँ होइन, खड्का गाउँबाट हामी राइट लाग्ने। यदि तपाईँहरू कलङ्कीबाट आउँदै हुनुहुन्छ भनेपछि चाहिँ यो याद गर्दै आउनु होला। अनि यहाँबाट निस्किन्छ कङ्काली। यता देख्न सक्नुहुन्छ तपाईँहरूले शिवचटार शिवचटार हो यो शिवचटार। यस्तो राम्रो छ, ब्युटिफुल। यहाँबाट उक्लिने, यहाँबाट उक्लिसकेपछि सुरु हुन्छ इन्द्रथान, कङ्काली, हेभेन डाँडा, इन्द्रदह सबैको बाटो। कागज के दो पंख लेके उड़ा चला जाए रे, जहाँ नहीं जाना था ये वहीं चला हाय रे। उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे। यताबाट चाहिँ मुखिया गाउँतिरबाट आउने बाटो लाइन। अनि यता पनि हाइकिङ जसरी आएर होइन, यताबाट पनि आउन मिल्छ। अब सुरु हुन्छ हाम्रो कुम्बाको बाटो होइन त हजुर, सल्लाहगाडी। सही राम्रो लाग्छ मलाई चाहिँ यो ठाउँ। यो चाहिँ मेरो वान अफ द फेभरेट स्पट, वान अफ द फेभरेट प्लेस नै हो यो चाहिँ मेरो। अनि हामी चाहिँ धेरै पटक आइसक्यौँ यहाँ, तर पनि हुन्छ नि नेभर गेट इनफ के है, जहिले पनि एकदमै रमाइलो नै लाग्छ कि। अनि म अरूलाई पनि धेरैलाई यो ठाउँमा चाहिँ रिकमेन्ड गर्न चाहन्छु, किनभने सच पिस अनि सुन्दर, शान्त, सफा। अझ बिदाको दिनमा भन्दा नबिदाको दिनमा त झन्नै आनन्द आउँछ। सेल्फी डाँडा आज कति धेरै बन्द छ त। यहाँ चाहिँ सेल्फी डाँडा हो, यहाँ बसेर तपाईँहरूले चटपटी पानीपुरी इन्जोय गर्न सक्नुहुन्छ। गुम्बा त्यही हो गुम्बाको मेन गेट अब है। यहाँनिर चाहिँ गुम्बा जहाँ चाहिँ हामीलाई चाहिँ थिएन दिन्न है, पहिला चाहिँ दिन्थ्यो अरे, अहिले चाहिँ दिँदैन अरे। स्विजरल्यान्ड पार्क थाप्ले चौर। अनि यो चाहिँ एकदमै पिकनिक स्पटको लागि एकदमै पपुलर छ यो ठाउँ चाहिँ। यहाँ चाहिँ लाइक हुन्छ नि एकदमै धेरै मान्छेहरू पिकनिक आउनुहुन्छ यहाँ चाहिँ। इन्द्रथान जाने बाटो। अब चाहिँ हामी जान्छौँ यता तल झर्छौँ। माथि गयो भने चाहिँ इन्द्रथान पुगिन्छ, तल गयो भनेपछि चाहिँ हेभेन डाँडा पुगिन्छ। यहाँबाट चाहिँ हामी राख्छौँ लेफ्ट। माथिबाट आउँदाखेरि चाहिँ तपाईँहरू अर्को बाटो पनि आउन सक्नुहुन्छ। अनि यो बाटो चाहिँ हो यहाँ चाहिँ एकदमै खतरा खतरा खाजा घरहरू छन्। अझ इभिनिङ टाइममा यहाँ एकदमै राम्रो देखिन्छ।
मानिसहरूको चाहिँ त्यस दिनौ नै भिड हुन्छ यहाँ। अफ रोड छ है, यहाँबाट अफ रोड छिर्ने, राइट लाग्ने। हाई गाइस, रोड अलिकति मात्र हो अफ रोड चाहिँ, तर यदि तपाईँहरू अफ रोड र हुन्छ नि दुईटै एक्सपिरियन्स हुन्छ क्या यो ठाउँमा चाहिँ। इन्द्रथानको भ्यू पोइन्ट है त्यो, भ्यू पोइन्ट, भ्यू टावर। काठमाडौँको कलङ्कीबाट मात्र 10 देखि 12 किलोमिटर टाढा रहेको यो हो हेभेन डाँडा। यसलाई थैरेनी डाँडा भनेर पनि चिनिन्छ। बाइक वा स्कुटरमा 30 देखि 40 मिनेटमा मजाले पुग्न सकिने यो ठाउँ काठमाडौँको चन्द्रगिरी नगरपालिका क्षेत्रमा पर्दछ। यस स्थानको मुख्य विशेषताहरू भनेको काठमाडौँ उपत्यकाको आकर्षक दृश्य देख्न सकिन्छ र शान्त र प्राकृतिक वातावरणमा रम्न सकिन्छ। हाइकिङ तथा छोटो भ्रमणको लागि पनि यो ठाउँ एकदमै उपयुक्त छ। फोटो खिच्न र घुम्न आउनेहरूको त झन् लोकप्रिय गन्तव्य बनेको छ। कागज के 2 पंख लेके उड़ा चला जाए रे, जहाँ नहीं जाना था ये वहीं चला हाय रे। उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे। कागज के 2 पंख लेके उड़ा चला जाए रे, जहाँ नहीं जाना था ये वहीं चला हाय रे। उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे। कागज के 2 पंख लेके उड़ा चला जाए रे, जहाँ नहीं जाना था ये वहीं चला हाय रे। उम्र का ये ताना बाना समझ न पाए रे, जुबां पे जो मोह माया नमक लगाए रे, के देखे न भाले न जाने न दाए रे। बिहानको सूर्योदय र साँझको सूर्यास्त भने यहाँबाट एकदमै राम्रोसँग अवलोकन गर्न सकिन्छ। यहाँ फास्टफुडको स्टलहरू पनि पर्याप्त मात्रामा भएको कारणले खानेकुराहरू बोकेर जाने झन्झट पनि छैन। यदि तपाईहरू पनि काठमाडौँ नजिकै फ्रेस हुन, साथीभाइ वा परिवारसँग घुम्न, राइड जान, ड्राई पिकनिक जान चाहनुहुन्छ भने यो ठाउँ तपाईहरूको लागि उपयुक्त हुन सक्छ। That's all for today. Thank you so much for watching my videos. Please do not forget to like, share and subscribe for more. Bye. See you in the next video.